Hello everyone, welcome to my YouTube channel. It's me Rekha Garti Magarphum. I am from Tulsipur Dang and my education is bachelor pass. So मैले अब vlog बनाउन नि स्टार्ट गरिरहेको छु. सरी बाहिरको नोइजी पनि आइरहेको छ. मसँग अहिले माइक छैन. अब माइक लिएर व्यवस्थित तरिकाले बनाउनु पर्ला. सो म अहिले चाहिँ पसलको छतमा आएर भ्लगिङ गर्दैछु. दिस इज माई फर्स्ट भ्लग. म चाहिँ अहिले कस्टमर आएको छैन, त्यही भएर पसलको छतमा आएर भ्लग बनाउँदैछु. सो मेरो भ्लग चाहिँ अलिकति हजुरहरूलाई इन्फर्मेटिभ नै हुनेछ. हजुरहरूलाई अब मैले फेसबुक सम्बन्धी पनि इन्फर्मेसन दिनेछु र हजुरहरूलाई केही युट्युब सम्बन्धी केही इन्फर्मेसन जान्नु छ भने पनि सोध्नु होला र मेरो लाइफस्टाइलको भ्लग पनि हुनेछ, सबै हुनेछ. अनि हेर्नुहोस् म अहिले चाहिँ छतमा आएको छु. यो चाहिँ प्लेग्राउन्ड हो. हेर्नुहोस् त तुलसीपुरको प्लेग्राउन्ड. यहाँ चाहिँ बच्चाहरू खेलिरहेको छ. अनि यो चाहिँ मेरो पसलको छत हो. म चाहिँ अहिले छतमा आएर भ्लगिङ गर्दैछु. सो आजको मेरो यो फर्स्ट भ्लग हो. अनि म हजुरहरूलाई सकेसम्म अब इन्फर्मेटिभ कुराहरू पनि भन्ने छु, जानकारी दिनेछु हजुरहरूलाई फेसबुक सम्बन्धी अथवा अन्य सब्जेक्टमा. सो गाइज अहिले चाहिँ मेरो पसल पनि छ. हजुरहरूलाई लेडिज र बेबिजको क्लोथ चाहिएमा एन्जल कलेक्सनलाई सम्झिनु होला. कपडा पनि छ र अब म भ्लगिङ पनि स्टार्ट गरिसकेँ आजदेखि. सो आजदेखि मेरो भ्लग पनि हेर्न पाउनुहुन्छ हजुरहरूले. अनि सो गाइज म चाहिँ अहिले छतमा छु. हेर्नुहोस् त यो एरिया, यताको एरिया चाहिँ हेर्नुहोस् त, यो सल्यान रोडको एरिया हो. सल्यान रोड आसपास हो यो, हेर्न सक्नुहुन्छ. सो हजुरहरूलाई कपडाहरू चाहिएमा मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ. मैले कन्ट्याक्ट आफ्नो टिकटकमा, फेसबुकमा सबैतिर छ है त. आज चाहिँ मौसम चाहिँ चिसो गरेको छ. पानी परिरहेको थियो नि त बिहान. आज जाडो जाडो गइरहेको छ. अहिले चाहिँ एकैछिन घाम झुल्केको थियो. अब घाम पनि गइसक्यो, साँझ परिसक्यो. अब जाडो जाडो पनि गरेछ. सो गाइज मेरो भिडियो कस्तो लाग्छ, फर्स्ट भिडियो, कमेन्ट गरिदिनु होला. हेर्नुहोस् त यो सल्यान रोड हो. म चाहिँ ठ्याक्कै छतमा उभिएको छु. यहाँ बच्चाहरू खेलिरहेको छन् पार्क ग्राउन्डतिर. हेर्नुहोस् त खेलिरहेको छन्. यो चाहिँ अरनीको मैदान हो है. यो फिल्डको नाम चाहिँ अरनीको मैदान हो. ठ्याक्कै त्यही अगाडि छ कि मेरो पसल. अगाडि ठाउँ चाहिँ खुल्ला छ, एकदम बब्बाल फ्रेस हावा आउँछ. पहिला यो फिल्डमा मेला पनि लाग्थ्यो कि, महोत्सव पनि हुन्थ्यो. अब महोत्सवमा एकदम मान्छेहरू पुरै नअटाउने भएर यहाँ चाहिँ अहिले यो महोत्सव पनि लाग्दैन. यहाँ चाहिँ उता लाग्छ हात्तीखोवा लाग्छ. यहाँ चाहिँ मान्छेको धेरै भिडभाड भएर नअटाउने भएर चाहिँ अहिले उता सारेको छ मेला लाग्ने ठाउँ. सो नाइस प्लेस एन्ड नाइस लोकेसनमा रहेको छ मेरो पसल. हेर्नु सक्नुहुन्छ तलबाट. यो चाहिँ मेरो पसलको छत हो. सो गाइज आजलाई यति नै. सी यू नेक्स्ट भिडियो. बाई बाई.